प्लेन उडोस् कि नउडोस् हैन, त्यहाँ प्लेन बस्न सक्छ कि सक्दैन त्योसँग मतलब भएन। एयरपोर्ट बनाउनु पर्यो, कमिसन खानु पर्यो। उडाउनै नमिल्ने जहाज ल्याएर 6वटा जहाज त्यहाँ थन्काइराखेको छ। त्यो कमिसन खानकै लागि जहाज किन्ने, कमिसन खानकै लागि एयरपोर्टहरू बनाउने, राष्ट्रिय गौरवका आयोजनाहरू तोकिदिने आफू सरकारमा भएको बेला र देशको अर्थतन्त्रलाई झन्झन तल पार्दै लाने। राजा आएपछि कसरी चाहिँ फरक हुन्छ होला? राजा ल्याएपछि चाहिँ सपोज राष्ट्रपतिको ठाउँमा राजा आउनुभयो भने कसरी चाहिँ फरक हुन्छ होला? कि इकोनोमीमा मात्र मैले भने हो, त्यसको लागि एउटा चिजले मात्रै काम गर्दैन। राजा आउने बित्तिकै रातारात सबै चिज ठिक हुने होइन। 17 वर्ष त फेरि त्यहाँ पनि अर्को 17 वर्ष खर्च हुन्छ होइन। त्यसकारण त्यो राजा आउने बित्तिकै सबै ठिक हुने कुरा होइन। र मैले अघि भने शासन गर्ने राजा हामीले भनेको होइन, र ठिक गर्ने